लु ठिकै छ नि त नानी नबनाऊ अरे तर एउटा बुढाबुढीमा हुने त्यो बीचको एउटा माया जुन चाहिँ हुन्छ त्यो त हुनुपर्छ नि त हौ सिमाना चाहिँ नकाट सिमाना चाहिँ नकाट अरू कुरा जान्दिन त्यहाँ गाउँतिर चर्नु नपरोस् त्यति हो नि के गरेको यो अब के गर्नु र अब सिमाना राखेको नि अब के को सिमाना फेरि अब जस्तै इन्डिया र पाकिस्तान कस्तो खतरा दुश्मनी हो तिनीहरूको इन्डिया पाकिस्तानको सिमाना हुँदैन त्यस्तै यो बुढाबुढीको झगडामा पनि यो हुन्छ सिमाना बित्थाको नबोलाइ बेसी हवा कुरा नगरी बस अरे किन बिच्चाको कुरा गर्नु जाडो महिना जानु आँटिसक्यो बुढी भएको जस्तो त हुनु पर्यो नि बुढी भएको जस्तो फिलै हुँदैन उसलाई अलिकति टच हुँदा पनि आमामा बेलुका लाग चलाएर अरे नानी कुद्ने भइसक्यो लु नानी अलि सानो हुँदासम्म त ठिकै छ नानी कुद्ने भइसक्यो अरे हुन्छ नि आफ्नो बुढी भएको घरमा बुढी छ बुढी भएको जस्तो बेलुका यसो जाडोमा फिल त हुनु पर्यो नि छैन उसलाई टच गर्दा रिसाउँछ बरु त्योभन्दा बेस्ट यो सिमाना लाग्यो टच पनि हुँदैन ढुक्कै रिस पनि उठ्दैन तिमीलाई बाउ भएर अलिक बाउ जस्तै हो है अलिक सरम गर्ने बित्थाको नबोलास् न हवा मुखमा जे आयो त्यही एकचोटि बाउ भएपछि चाहिँ के अन्त फिलिङ्स आउँदैन किन ओरे बोलेको तिमी होइन किन चाहिँ उरे बोल्नु म चाहिँ अरूको बुढाबुढी हेर्छु अरूको जोडी हेर्छु आमामा कति मजाले फर्स्ट नानी एउटा बनाउँछ त्यहाँदेखि त्यो हुर्काउँछ फेरि अन्त मजाले सल्लाह गर्छ फेरि अर्को बनाउँछ हो त्यहाँदेखि त्यो पनि हुर्काउँछ त्यहाँदेखि फेरि अर्को बनाउँछ हाम्रो त्यही एउटाले धोती र टोपी बनाएको याद छ नानी र एउटा भएको बुढीलाई पाल्नु सक्दैन कुरा गर्छ नसोचे पनि हुन्छ लु ठिकै छ नि त लु नानी त लु केही छ अरे नानी नबनाऊ अरे होइन तर एउटा बुढाबुढीमा हुने त्यो बीचको एउटा माया जुन चाहिँ हुन्छ त्यो त हुनुपर्छ नि त हौ अरे तिमीलाई के माया तिमीलाई हरेक कुरामा बुझि नै रहेको छु साथ सपोर्ट दिनै रहेको छु त्यहाँदेखि कति दिनु तिमीलाई माया अरे त्यस्तो खालको माया होइन हौ अर्को खालको जुन चाहिँ लु जाडोमा त्यो हुन्छ नि एउटा फिलिङ्स भित्रबाट आउने त्यो बुढाबुढीको सिमाना चाहिँ नकाट सिमाना चाहिँ नकाट बाउ जस्तो हुने घर हो त एउटा हुन्छ नि एउटा माया अरूले गु खायो भने के हामी खानु फिलिङ एउटा भइरहेछ त पुगिहाल्छ त एउटाले अरे लु नानी त ठिकै मैले भनिरहेको छु त लु नानी चाहिँ लु नानी नबनाए पनि बुढाबुढीको त्यो बीचमा हुने त्यो जुन चाहिँ माया त हुनु पर्यो नि त बित्थाको नबोली बस्ने मुखमा जे आयो त्यही लाग्छ पछा दिन्छु म मोड्नु पर्यो अरू कुरा जान्दिन त्यहाँ गाउँतिर चर्नु नपरोस् त्यति हो नि के